देशैभरिका सम्पूर्ण भूमिहीन सुकुम्बासीहरूलाई हार्दिक बधाई तथा शुभकामना भन्नुपर्छ। सर्वोदय अध्यक्ष माननीय हर्क साम्पाङज्यूले सदनमा गरेको निरन्तर खबरदारी र सम्बन्धित मन्त्रालयमा पुगेर सुकुम्बासीका समस्याहरूलाई अहोरात्र राखेकै कारणले गर्दा सरकार घुँडा टेक्न बाध्य भएको छ बालेन सरकार। र यही असारको अन्त्यबाट चाहिँ काठमाडौँका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूलाई लाल पूर्जा बाँड्न सुरुवात गर्ने भनेर घोषणा गरिसकेको छ। र अब देशैभरिका सुकुम्बासीहरू सङ्गठित हुन जरुरी छ, चनाखो हुन जरुरी छ, किनभने अब यो आउने चुनावभन्दा अगाडि नै सकेसम्म सबैको हातमा लाल पूर्जा पुगोस् भनेर माननीय हर्क साम्पाङज्यू निरन्तर सम्बन्धित मन्त्रालयमा पुगेर समन्वय गरिराख्नु भएको छ। सुकुम्बासी तथा भूमिहीन अनि अव्यवस्थित बसोबासीहरूको तर्फबाट सबै कुरा सदनमा देखिँदैन, कतिपय प्राविधिक कुराहरू सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर पनि गर्नुपर्छ र सदनमा पनि उहाँले आवाज उठाइ नै राख्नु भएको छ र हामी पनि सङ्गठित हुन जरुरी छ। र यसका लागि माननीय हर्क साम्पाङज्यूलाई धन्यवादका साथसाथै ए झोला पत्रकार, ए हर्केको पकेटवाला पत्रकार हर्का साम्पाङले बारम्बार चाहिँ सदनमा चाहिँ आवाज उठाएर अनि कहाँ बोलेर चाहिँ सुकुम्बासीहरूले चाहिँ लाल पूर्जा पाउने भएको छ अरे क्या। हर्का साम्पाङले बोलेर चाहिँ बालेन सरकार गुडा टेक्ने बाध्य भएको छन् रे। ए झोला पत्रकार, तिमी मैले बारम्बार भनिराखेको हुन्छु कि पत्रकार भनेको देशकै चौथो अङ्ग भनेर चिनिन्छ क्या। तर पत्रकारको नाममा यसरी पार्टीको झोला बोकेर किन पत्रकार गर्छौ? यो पार्टीको झोला बोकेर चाहिँ पत्रकार गर्ने बन्द गर। जुन सुकुम्बासीहरूलाई चाहिँ न्याय दिने अथवा सुकुम्बासीहरूको व्यवस्थापन गर्ने भनेर चुनाव अगाडि नै राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ बाचापत्रमा लेखिएको थियो क्या। अनि आज आएर चाहिँ हर्का साम्पाङले बोलेको कारणले गर्दा चाहिँ सुकुम्बासीहरूले चाहिँ लाल पूर्जा पाउँदैछ अरे के? लाज लाग्दैन? तँहरू जस्तो पार्टीको झोला बोकेर पत्रकार गर्ने मान्छेहरूको कारणले गर्दा आज यो देश यो हालतमा पुगेको छ। पत्रकार भनेको निष्पक्ष रूपमा सबैजनालाई समेटेर गर्नुपर्छ क्या, पार्टीको झोला बोकेर होइन। जुन पहिलाको पत्रकार बनाउँदाहरूले पनि पार्टीको झोला नबोकिकन चाहिँ निष्पक्ष रूपमा चाहिँ सबैलाई समेटेर चाहिँ पत्रकार गरेको भएदेखि देश आज यो हालतमा पुग्थेन क्या। तँहरू जस्तो कारणले गर्दा देश आज यो हालतमा पुग्यो। पत्रकार गर्छस् भने निष्पक्ष रूपमा चाहिँ सबैजनालाई समेटेर पत्रकार गर। यसरी पार्टीको झोला बोकेर पत्रकार नगर। ढेरे पत्रकार बुझिस्? हर्का साम्पाङले कति यो बोल्देऊ त्यो बोल्देऊ भनेर कति पैसा दिएको छ हर्का साम्पाङले? यसरी पार्टीको झोला बोकेर पार्टीको टी सर्ट लगाएर चाहिँ पत्रकार गर्ने लाज लाग्दैन? थुक्क तिमीहरूको जिन्दगी जेमा पनि होइन। के अरे आन्दोलन गराउन पनि गरी दृष्टिविहीनहरूलाई उठाएको छ, गरी हुकुमबासीहरूलाई उठाएको छ होइन। यसरी झोलाको पत्रकार नगरे। म यो पत्रकारहरूलाई भन्न चाहन्छु, म अर्को शब्द पनि युज गर्न मन लागिरहेछ कि तर के भन्ने। झोला बोकेर पत्रकार नगर है। पत्रकार भनेको निष्पक्ष हुनुपर्छ, यसरी पार्टीको झोला बोकेर होइन।